ल गाइज फाइनली हामी पोखरा भ्यू पोइन्टमा आइसकेका छौँ। फाइनली गाइज हामी चाहिँ पोखरा लेक साइड आइसकेका छौँ। हामीले बाइकहरू सबै पार्किङ गरिसक्यौँ। अब चाहिँ हामी लेक साइड घुम्न जान लागेको। हाम्रो चाहिँ एउटा बेङ्गलोरदेखि दाई आउनु भएको छ, इन्डियन दाई। उहाँले चाहिँ हामीले अब चिनजान गरियो। उहाँ चाहिँ पोखरा आएपछि एकदम खुसी भएछ क्या महेन्द्र भाइ। त्यो किनारमै आइसक्यौँ है हामी चाहिँ। यहाँदेखि चाहिँ भोलि तालबराई मन्दिर जान्छ, यहीँदेखि हो, यहाँदेखि जान्छ। हेलो नमस्ते, स्वागत छ हजुरहरूलाई धीरेन्द्र सेन्चुरी युट्युब च्यानलमा। हामी आज बुटोलदेखि पोखरासम्मको यात्रा हुँदैछ। आज कस्तो फिल भइरहेछ निरज सर हाम्रो बुटोलदेखि पोखरासम्मको यात्रा? एकदमै रमाइलो छ। माथि डाँडामा पानी आउँदैछ, मस्त गीत पनि याद आइरहेको छ माथि डाँडामा भन्ने। धन्यवाद हजुरलाई। अनि हाम्रो छक्कर हुनुहुन्छ, छक्करलाई कस्तो फिल भइरहेछ हामी पोखरासम्मको यात्रा? रमाइलो लागिरहेछ नि हजुरलाई? कस्तो छ मौसम अहिले? चिल छ नि? अनि यही युट्युब च्यानलका श्री धीरेन्द्र सेन्चुरी कस्तो फिल भइरहेको छ हजुरलाई? हामी चाहिँ अब न्यु इयरको लागि खास हामी पोखरा जान लागेको। हामी न्यु इयर मनाउनको लागि के कस्तो रमाइलो हुन्छ बाटोमा हामी सबै भ्यूहरू देखाउन जान्छौँ र हामीले कति रमाइलो गर्छौँ, कति ठाउँहरू घुम्छौँ, त्यो सबै हामी भिडियोमा देखाउन गइरहेका छौँ। तपाईँहरू चाहिँ यो भिडियो हेरेर लास्टसम्म हेर्नु होला र भिडियो मन परेमा धीरेन्द्र युट्युब च्यानलले लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद। हामी बाटोमा देखाउनेछौँ है त। ल अब हामी गर्ने क्रममा हामीले भ्यूहरू देखाउने गर्छौँ, हेर्दै गर्नु होला। यो धीरेन्द्र सेन्चुरीलाई युट्युब च्यानलमा लाइक, कमेन्ट, सब्सक्राइब गर्नु होला। हस् त, धन्यवाद। हेलो गाइज, हाम्रो चाहिँ यात्रा सुरु भयो है। हामी चाहिँ केराबारी आइसकेका छौँ। पछिबाट एकजना गाइज आउँदैछन्। हामी चाहिँ राइड गर्दै हिँडिराखेका छौँ। तपाईँहरूले अब बाटोमा चाहिँ मस्त मस्त दामी दामी भ्यूहरू देखाउने म जानेछु, हेर्दै गर्नु। राइड गरिरहनु भएको छ। हामी पाल्पाको बटुल पुग्न आँटिसकेको छौँ। पछाडि चाहिँ हाम्रो छक्कर राइडर छक्कर निरज। बाटो एकदम अप्ठ्यारो छ हजुर, चिसो मौसम एकदम चिसो छ, पानी पनि पर्न पर्ला जस्तो भइरहेछ। लगाइज हामी चाहिँ आरे भन्जाङ आइसक्यौँ फाइनली। यहाँदेखि चाहिँ तपाईँहरूले म माडी भ्यू देखाउन गइराखेको छु। ऊ चाहिँ त्यो पारीको देखो चाहिँ त्यो माडी फाटको भ्यू हो। केटाहरू चाहिँ यहाँ मस्त कपडा चेन्ज गरिराखेका छन्। पाल्पा आइसकेपछि चाहिँ पुरै चिसो भइराखेको छ। एकदम चिसो मौसम भइरहेछ है गाइज। हामी चाहिँ अब सबैले ज्याकेटहरू लगाइसकेका छौँ। हामी आफूसँग लिएका सबै चिजहरू। अब च्याङ्जा लगाएपछि झन् चिसो हुन्छ। हामी चाहिँ पास आज पोखरा हुन्छ, त्यही हो। केटाहरूले चाहिँ एक एकवटा ज्याकेट मात्र हालेको रहेछ नि। यहाँ तनाव भइराखेको छ भने चाहिँ जाडो भएर। के छ निरे सर? यहाँ बिजोग छ, हालत खराब छ। निरेले यहाँ हालत बेहाल भइसक्यो भनेका छन्। हामी चाहिँ बल्ल आरे भन्जाङ आइपुगेका छौँ। अझ हामी धेरै कुद्नुपर्छ यहाँदेखि चाहिँ। त्यही हो, रमाइलो छ। 2 दिनको टुर हो हाम्रो चाहिँ। एकदम रमाइलो होला जस्तो छ गाइज, हेर्दै गर्नु होला है त ब्लग। ल गाइज, म चाहिँ फुल प्याक भइसक्यो, एकदम चिसो हानिराखेको छ। अब चाहिँ यति भएपछि मलाई केही पनि हुँदैन, चिसोले पनि छुँदैन है त गाइज। इन्जोय केटाहरू पनि। रामदी आइसक्यौँ। के छ निरे, कस्तो भइरहेछ? रमाइलो छ। रामदी आइसकेका छौँ। अब यहाँबाट लुम्बिनी प्रदेश समाप्त भइसकेको छ। हामी चाहिँ लुम्बिनी प्रदेश सक्यो। अब चाहिँ गण्डकी प्रदेश स्याङ्जा है। यो रामदीको पुल चाहिँ यही हो, हेर्न सक्नुहुन्छ। गाइज हामी फाइनली वालिङ आइसक्यौँ। अब स्याङ्जाको वालिङमा आइसकेका छौँ।
अब हामी पोखरा पुग्न आँटिसक्यौँ। पानी मौसमले साथ दिन सकेको छैन। हेर्नुहोस् पानी परिरहेको छ, चिसो मौसम छ। चिसो मौसममा हामी लगट्टै केटाहरूसँग बसेर चिया खाँदै चिया नास्ता पनि हुँदैछ है हजुर। वालिङमा बसेर चिया मौसमले च्यालेन्ज गर्यो। फाइनली गाइज हामी भालु पहाड आइसकेका छौँ। राइड गर्नमा हाम्रो धिरन सर, हामी चाहिँ भालु पहाड आइसक्यौँ है त। अनि अर्को राइडर चाहिँ छ सर। मैले चाहिँ भालु पहाडमा यसो भालु हेर्दैछु, कता छ भालु भनेर। मेरो पछाडि देख्न सक्नुहुन्छ हजुरहरूले भालु पहाड। हामी चाहिँ गाइस यति बेला ठिक भालु पहाड आइसकेका छौँ। एकदम रमाइलो ठाउँ त मेरो पछाडिदेखिको भालु पहाड है। म हजुरहरूले अगाडिबाट सिन देखाउन गइराखेको छु। हेर साथ दिनु। ल गाइस फाइनल्ली हामी चाहिँ भालु पहाड घुमिसक्यौँ। हजुरहरूले नि भिडियोमा देखाएँ, फोटोसोटो पनि सुट गऱ्यौँ, हामी भिडियो गरायौँ। भालु पहाड चाहिँ यस्तै रहेछ, एकदम राम्रो ठाउँ छ घुम्नको लागि। भोलि चाहिँ न्यु इयरको दिन चाहिँ कति भिड हुन्छ थाहा भएन, तर आज चाहिँ उति भिड छैन। मौसम चाहिँ अलिक चिसो छ। अब चाहिँ हामी नन स्टप पोखराको लागि जान्छौँ, किनकि ढिलो पनि भइसक्यो। 6 बज्न आँटिसक्यो। हामी यता भालु पहाडतिर केटाहरू रेडी भइसकेको छ। ल गाइस बाटोको ब्लग हेर्दै गर्नु होला। देखिसकेको छ। हामी चाहिँ पानीमा भिज्दै आएको, लुत्रुक्कै पर्यो। आजको दिन चाहिँ खराबी रहेछ, मौसमले नि च्यालेन्ज गर्यो। तर पनि हामी चाहिँ हारेनौँ है। हामी चाहिँ पोखरा भ्यू पोइन्टमा आइपुग्यौँ। अब चाहिँ 5-10 मिनटमा हामी चाहिँ अब पोखरा बजारमा इन्ट्री गर्छौँ र पोखराको नाइट भ्यू देखाउने छ है गाइस आज म चाहिँ। पोखरा लेक साइड आइसकेका छौँ। हामीले बाइकहरू सबै पार्किङ गरिसक्यौँ। अब चाहिँ हामी लेक साइड घुम्न जान लागेको। हाम्रो दाइ एउटा बेङ्गलोरदेखि दाइ आउनु भएको छ, इन्डियन दाइ। उहाँले चाहिँ हामीले अब चिनजान गरियो। उहाँ चाहिँ हामीसँग घुम्ने। हामी चाहिँ अब लेक साइड घुम्न जाँदैछौँ। घुमाउँछु है हजुरहरूलाई, नाइट भ्यू देखाउँछु म चाहिँ लेक साइडको। पोखरा आएपछि एकदम खुसी भएछ है गाई महेन्द्र भाइ। के छ महेन्द्र भाइ? एकदम चिसो भइरहेछ, एकदमै चिसो छ, बुटोल भन्दा एकदम चिसो। छबे भाइ के छ? निरजन चाहिँ मस्त पुरा जाडो मान्दै हिँडिराखेका छन्। चिया चाहियो भन्दै। एउटा गीत गाएको छ, अर्को चाहिँ नाच्दै हिँडेको छ। भरै के भनौँ, मान्छेले के भनेछ नि तपाईँलाई। हामी चाहिँ त्यहाँ बिचको तालबराई मन्दिर घुम्न जाने हो। भोलि बिहान चाहिँ पारीको त्यो तालबराई मन्दिर भिजिट गर्न जान्छौँ है हामी। भोलि म देखाउँछु बिहान ब्लगमा। लेफ्ट साइडको किनारमै आइसक्यौँ है हामी चाहिँ। यहाँदेखि चाहिँ भोलि तालबराई मन्दिर जान्छ, यहीँदेखि हो, यहाँदेखि जान्छ। फेवाडालको पानी चाहिँ अहिले चाहिँ एकदम सफा छैन क्या, पुरै धमिलो छ, किनकि पोखरामा पानी परिराखेको छ। त्यही भएर एकदम धमिलो छ क्या पानी चाहिँ।
एकदम रमाइलो छ। म पछाडिको भ्यू पुरै देखाउँछु है त। हाम्रो चाहिँ लेक साइड घुमिसकेपछि हामी चाहिँ अब डिनरको लागि बसेका छौँ। सबै अब डिनर खान लागेका छौँ। हामीले चाहिँ एकजना इन्डियन दाई भेटेका थियौँ बाटोमा, उहाँ नि हामीसँगै बस्ने रे, रमाइलो होला जस्तो छ। हामी चाहिँ अब त्यही हो, खाना खाएर अब हामी चाहिँ सुत्छौँ अनि भोलि चाहिँ लेक साइड घुम्छौँ अनि त्यहाँपछि हामी फेरि बागलुङ कालिगाउँको लागि जान्छौँ। बागलुङ कालिगाउँको लागि म छुट्टै भिडियो हाल्छु। हामी चाहिँ खाना खान लाग्यो है। निरे कस्तो लागिरहेको छ? ल गाइज हामी चाहिँ खाना खाएर अब सुत्न लागेको। सबैले खाना खाइसक्यो, केटाहरू चाहिँ सुत्न लागिसके। अब चाहिँ भोलिको ब्लग बिहान पोखरा फेवाटाल लेक साइडतिरको हुन्छ। अनि त्यहाँपछि पाटलो छाँगा पनि जान्छौँ हामी, त्यहाँको पनि हुन्छ। अनि त्यहाँपछि हामी भोलि नै बागलुङ कालिगा लाग्नेछौँ है त। अनि ब्लग हेर्दै गर्ने होला। थ्याङ्क यू सो मच गाइज, ह्याप्पी न्यू इयर। आज सुतेर हामी अर्को वर्ष उठ्ने हो भोलि।